नमस्ते सम्पूर्णमा म रविन्द्र विश्वकर्मा युट्युब च्यानल हेरेर बसिराख्नुभएका तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा नमन गर्न चाहन्छु। आज पनि मैले तपाईँहरूको माझमा छोटो गजल लिएर उपस्थित भएको छु। कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नुहोला। अहिलेलाई भने गजल पस्किँदैछु, कृपया स्वीकार्नुहोला। अचेल यस्तै लाग्छ मलाई कसैले पछाएको जस्तो, अचेल यस्तै लाग्छ मलाई कसैले पछाएको जस्तो, सम्झिँदा पनि कालीकुती लाग्छ उसैले समाएको जस्तो। यो दिमागले पनि कस्तो कस्तो कल्पना गर्छ यार अचेल, यो दिमागले पनि कस्तो कस्तो कल्पना गर्छ यार अचेल। खुलेर बोल्दा पनि लाग्छ उसले मलाई चाहेको जस्तो, खुलेर बोल्दा पनि लाग्छ मलाई उसले चाहेको जस्तो। साँच्चीकै माया हो या उतर्फीको पागलपन बुझ्नै गाह्रो हो, साँच्चीकै माया हो या उतर्फीको पागलपन बुझ्नै गाह्रो हो। हिँड्दा देखिने आफ्नै छायामा पनि लाग्छ ऊ आएको जस्तो। अचेल यस्तै लाग्छ मलाई कसैले पछाएको जस्तो, सम्झिँदा पनि कालीकुती लाग्छ उसैले समाएको जस्तो। अचम्म लाग्छ बोलेरै लत्थ पार्ने के जादु छ त्यो बोलीमा, बोली सुनेरै मातिए हेर न कति नै रक्सी खाएको जस्तो। बोलेरै मातिए बोली सुनेरै मातिए हेर न कति नै रक्सी खाएको जस्तो। अचेल यस्तै लाग्छ मलाई कसैले पछाएको जस्तो, सम्झिँदा पनि कालीकुती लाग्छ उसैले समाएको जस्तो। अर्को गजल। यो जिन्दगीमा चोटमाथि चोट परेको छ, सही बोल्न खोज्दा पनि खोट परेको छ। यो जिन्दगीमा चोटमाथि चोट परेको छ, सही बोल्न खोज्दा पनि खोट परेको छ। ओहो यो कसैले सहनै नसक्ने कुरा हो, ओहो यो कसैले सहनै नसक्ने कुरा हो। प्रियतमको गालामा अर्कैको ओठ परेको छ, प्रियतमको गालामा अर्कैको ओठ परेको छ। जुनी साथ दिन्छु भन्दै जोडेको सम्बन्ध, जुनी साथ दिन्छु भन्दै जोडेको सम्बन्ध, लौ हेर न 2 दिनमै सम्बन्धमा बिछोड परेको छ, लौ हेर न 2 दिनमै सम्बन्धमा बिछोड परेको छ। यो जिन्दगीमा चोटमाथि चोट परेको छ, सही बोल्न खोज्दा पनि खोट परेको छ। प्रियतमको गालामा अर्कैको ओठ परेको छ। हस्त धन्यवाद। आजलाई यति। तपाईँ हाम्रो भेट अर्को भिडियोमा हुनेछ। यदि गजल मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भनी नभुल्नुहोला। आजलाई भने बिदा हुन्छु। नमस्ते।